साथीहरू कोरियामा चाहिँ मुला रोप्नलाई पनि यति धेरै दुःख र यति धेरै मेहनत गर्नुपर्छ। यहाँ यति धेरै खर्च लागेको छ है, प्लास्टिक रड अनि यो जन लगाएको खर्च यति धेरै महँगो छ। अनि यो यस्तो गरेर कति नाफा निकाल्नु। हाम्रोतिर त फलाउनु पर्यो भने यतिकै फल्छ। यहाँ यति दुःख गर्नु परेको छ खेतीपाती लाउनलाई, बारीनाली लाउनलाई। त्यही भएर पो यहाँ जे पनि महँगो हुँदो रहेछ। कति दुःख छ क्या कोरियामा। अब हाम्रोतिर चाहिँ अब जोत्यो भने यस्तो गर्नु पर्दैन। यहाँ चाहिँ आफै हुँदैन। धेरै दुःख पानी लगाउनलाई पनि यस्तै। अनि मुला रोप्नलाई अब यति धेरै खर्च मेहनत छ क्या यहाँनिर। भन्नुहोस् न अब फाइदा कति निकाल्ने हो। कति दुःख छ कोरियामा बारीनाली गर्नलाई। त्यही पनि गरिराखेको हुन्छ यहाँका मान्छेहरू।